हेलो हेलो नमस्ते स्वागत छ बिडो बगर युट्युब च्यानलमा मेरो सानो युट्युब फ्यामिलीहरूलाई आज म के को बारेमा भिडियो लिएर आएकी छु भन्ने कुरा त तपाईहरुले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको होला है। विशेष गरेर चाहिँ यो क्रोसेट टोपी बनाउँदाखेरि कसरी जोइन गर्ने भन्ने बारेमा चाहिँ मैले भिडियो अपलोड गरिसकेको छु। त्यसमा चाहिँ धेरै जनाले माया गरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद मेरो सानो युट्युब फ्यामिलीहरूलाई। र साथै तपाईहरुले यसलाई चाहिँ कसरी जोइन गर्ने भन्ने बारेमा चाहिँ मैले भिडियो अपलोड गरिसकेको थिएँ। त्यसमा चाहिँ धेरै कमेन्ट आयो कि जोइन कसरी गर्ने भन्ने चाहिँ सिकाउनु भयो, तर यो कसरी बनाउने यसको सुरुदेखिको कसरी बनाउने भन्ने तपाईले भनिदिनु न भनेर धेरै जनाले भन्नुभएको हुनाले म आज फाइनल्ली यो टोपी कसरी बनाउने भन्ने बारे म तपाईहरुलाई भन्ने छु। त्यसको लागि चाहिँ सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला, किनभने बीचमा स्किप गरिदिनु भयो भने चाहिँ तपाईहरुले बुझ्नुहुन्न है। जोइन चाहिँ म जोइन पनि गरेर देखाउँछु होला, तर मैले चाहिँ सानो गुडियाले लाउने जत्रो टोपी सानो बनाएर देखाइदिन्छु है। बनाउने तरिका सेम यस्तै, देखिने पनि यस्तै है, सेम यस्तै नै म देखिने यो टोपी बनाएर यो कलरको यो धागो चाहिँ बचेको थियो है। यसैको म सानो बनाएर स्याम्पल म तपाईहरुलाई देखाउने छु। आशा छ तपाईहरुले बुझ्नुहुनेछ, स्किप नगरिकन हेर्नु होला। यदि तपाईहरु नयाँ हुनुहुन्छ मेरो च्यानलमा भने मैले चाहिँ सधैँ क्रोसेटको कामहरु, ह्यान्डमेडको कामहरु मात्रै मैले भिडियोहरु पोस्ट गरिरहेको हुन्छु है। विशेष गरेर चाहिँ यदि तपाईहरुलाई यस्तो क्रोसेटको कामहरु मन पर्छ भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला, ताकि मैले नयाँ भाइरल चीजहरु मैले बनाउने छु है। कसरी बनाउने, कति सामान लाग्छ है भन्ने बारेमा म कुराहरु शेयर गरिराख्ने छु। यदि तपाईहरुलाई क्रोसेटको कामहरु मन पर्छ भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। ढिला नगरिकन अब हामी यो टोपी कसरी बनाउने भन्ने बारे तर्फ जाउँ है त। यस्तो टोपी बनाउनको लागि चाहिँ है सुरुमा चाहिँ यस्तो बनाउनु पर्ने हुन्छ सिधा है। त्यो म कसरी बनाउने म त्यो बनाएर देखाउने छु। यो चाहिँ हामीले पछि यस्तो फोल्ड गरेको है, पछि फोल्ड गरेको हुनाले यस्तो देखिएको हो। यसरी हामीलाई फोल्ड गरेर कत्रो साइज चाहिन्छ त्यो हामीले आफ्नो हिसाबले यो फोल्ड गर्छौं। यो टोपी बनाउनको लागि चाहिँ सबैभन्दा सुरुमा चाहिँ हामीले यो धागो चाहिँ मैले मार्टिनाको है, हेर्नुस् त यी मार्टिना कम्पनीको धागो। अनि त्यसपछि रह्यो एउटा सिजर। मेरो यो सिजर चाहिँ सानो कता हराएको छ है, त्यसैले यो ठुलो सिजरले मैले काम चलाइरहेको छु। अनि 2.0 को क्रोसेट लिएको छु है। सबैभन्दा सुरुमा चाहिँ पहिलो स्टेप म तपाईहरुलाई सिकाउने छु। यसरी सुरुमा है म्याजिक रिङ है यसरी पटार्ने र हामीले यसरी तान्नु पर्ने हुन्छ। यसलाई यसरी गाँठो तानिदिने है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 मैले चाहिँ यो 18 सिक्री टानेको छु। हेर्नुस् यो चाहिँ सानो मैले स्याम्पलको लागि मात्र बनाउन लागेको, तपाईहरुलाई देखाउनको लागि है। यो चाहिँ मैले टोटली मैले 60 घरको है, 60 घरको सिक्री टानेर मैले बनाएको हो। यो चाहिँ यो पुरै है यहाँदेखि यहाँसम्मको 60 घरको सिक्री थियो यो चाहिँ। र मैले तपाईहरुलाई स्याम्पलको लागि देखाउन लागि यो 18 घरको बनाएको छु। 18 भनिसकेपछि हामीले यो पहिलो स्टेज छोडिदिने, सेकेन्ड स्टेजमा हामीले यसरी सिंगल क्रोसेट बुन्दै जानुपर्ने हुन्छ है। हेर्नुस् यी प्रत्येक घरमा यसरी यसमा है यसरी प्रत्येक घरमा हामीले सिंगल क्रोसिया बनाउँदै जानुपर्ने हुन्छ।
यसरी यसरी हामीले प्रत्येक घरमा यहाँसम्म सिंगल क्रोसिया बुन्दै आउनु पर्ने हुन्छ है। मैले चाहिँ हेर्नुस् यहाँसम्म सिंगल क्रोसिया बुन्दै आएँ। अब यसलाई फेरि यहाँसम्म आइसकेपछि अब एकचोटि एक घर यसरी सिक्री तान्ने, त्यसपछि यसरी घुमाएर फेरि हामीले यो पहिलो स्टेजलाई यो पहिलो यो घर छ त्यसलाई है, यसलाई चाहिँ हामीले यसरी नलिएर है, यसरी मात्रै यो साइड जुन देखिरहेको छ नि, यस्तो यो दुईवटा देखिरहेको छ नि हैन, यसलाई चाहिँ हामीले यताको साइडलाई मात्र है, यताको साइडलाई मात्र यसरी सिंगल क्रोसिया, फेरि पनि अर्को ठाउँमा एक साइडकोलाई मात्र है यसरी बुन्ने। यसरी एक साइडको मात्रै हामीले घर बुन्दै जानुपर्ने हुन्छ, सिंगल क्रोसिया बुन्दै जाने। कस्तो अर्कै देखेको, कलर क्लियर नदेखेको के। अब चाहिँ देखियो क्या है क्लियर चाहिँ। यसरी सिंगल क्रोसिया बुन्दै जाने है एक साइडको धारमा। यो चाहिँ प्रत्येक घरमा यसरी नै यहाँसम्म हामी बुन्दै आउनेछौँ। हेर्नुस् मैले चाहिँ यहाँसम्म बुनेर आइसकेँ। अब हेर्नुस् यो ढाड देखिन थाल्यो नि हैन, जसरी यो देखिएको छ त्यसरी नै यो जस्तै यो पनि देखिन सुरु भयो। अब यसलाई फेरि अब यसलाई लास्टमा है फेरि एक चिक्री यसरी तानेर यसरी घुमाउने। घुमाइसकेपछि हेर्नु यसरी पनि देखिन थाल्यो। सेम अघिको जसरी नै बुन्नु पर्ने हुन्छ है। कस्तो नदेखेको कलर। अब यसलाई एक साइडको यो ढाडमा है फेरि पनि अघिको जसरी नै बुन्नु पर्ने हुन्छ। यसरी प्रत्येक घरमा सिंगल क्रोसिया बुन्दै जानुपर्ने हुन्छ। यसरी एक साइडमा मात्र है यो ढाडमा यसरी। त्यसपछि बल्ल हाम्रो यो लाइनिङ बन्न सुरु गर्छ। अब हामीले यसरी कपिम भने चाहिँ निस्किदैन है। यसरी कपिम भने चाहिँ एक साइडको मात्र है, योलाई छोडेर यसलाई मात्र बुनिदिने। यसरी यो छोड्ने, त्यसपछि यसलाई बुन्ने। यसरी नै हामीले है यसरी नै हामीले अब यो हेर्नुस् त हाम्रो यो देखिन थाल्यो नि हैन, यो ढाड देखिन थाल्यो। अब यसलाई सिधा यहाँसम्म ल्याउने, फेरि रिटर्न आउने जाने, रिटर्न आउने जाने गरेर यसलाई चाहिँ आफूलाई कतिको, अब हामीले यो पनि यसरी यहाँसम्म बुन्दै आएको हो नि त हैन। त्यसरी नै अब हामीलाई आफूलाई यो गोलो कतिको चाहिन्छ हैन, यो गोलाइ कतिको चाहिन्छ त्यही अनुसारको हामीले यो बुन्दै 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 जानुपर्ने हुन्छ हैन। यसरी नै बुन्दै जानुपर्ने हुन्छ। यो चाहिँ मैले सिम्पल देखाइदिएको। अझै अलिकति ठुलो बनाएर पनि म देखाउँछु तपाईहरुलाई है। हेर्नुस् त 1 2 3 4 चार लाइनमा नै हाम्रो यस्तो लाइनिङ देखिन सुरु भयो है। यस्तो लाइनिङ देखिन सुरु भयो। अब यसरी नै हामीले हैन, अब बुन्ने तरिका त थाहा पाइहाल्नु भयो। यसरी सिंगल क्रोसिया बुन्दै जानुपर्ने हुन्छ। यो एक साइडको घर मात्र टिपेर है। यसरी एक साइडको घर मात्र टिपेर यही सिंगल क्रोसिया बुन्दै 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 आफूलाई कतिको लम्बाइ चाहिन्छ हैन, यो कतिको आफूलाई यो गोलाइ चाहिन्छ त्यही अनुसारको। यो चाहिँ मैले यसरी बुनेको है। यस्तो छ। अब आफूलाई यो लम्बाइ पुरा भइसकेपछि हामीले
यो कसरी जोइन गर्ने भन्ने बारे त यो टोपी कसरी जोइन गर्ने भन्ने बारे म तपाईँहरूलाई अघि भिडियो अपलोड गरिसकेको छु है। योभन्दा अगाडिको भिडियोमा मैले अपलोड गरेको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो टोपी कसरी जोइन गर्ने भन्ने बारेमा तपाईँहरूले सिक्न सक्नुहुन्छ। यो तपाईँहरूले धेरै कमेन्ट गर्नुभएको थियो नि, कसरी बनाउने, यस्तो कसरी बनाउने, तपाईँले जोइन गर्न मात्र सिकाउनु भयो, यसको फुल ट्युटोरियल देखाउनुहोस् हामीलाई पनि भन्नुभएको थियो। त्यही कारणले मैले यो सिम्पल मात्रै बनाएर मैले देखाइदिएको थोरै घरमा है। यो चाहिँ मैले 18 घरमा बनाएको थियो भने यो चाहिँ 60 घरमा छ है। हामी ठुलो मान्छेको लागि चाहिँ 60 घरमा, यो जेन्ट्स लेडिज दुवैलाई हुन्छ। यो 60 सिक्री टानेर मैले यो बनाएको थिएँ है। अरे यो बनाएको हो, यो चाहिँ मैले 18 सिक्रीमा नै बनाएको थिएँ है। हाम्रो यो आफूलाई यो लम्बाइ होइन, यो गोलाइ रेडी भइसक्यो भनेपछि हामीले यो कसरी सिलाउने भन्ने बारेमा तपाईँलाई सिकाएकै छु होइन। सिलाइसकेपछि हामीले फेरि यसरी फर्काएर यस्तो गरेर टोपी देखिहाल्छ नि होइन। हेर्नुहोस्, यो साइडदेखि हामीले सिलाएको छौँ। यो सिलाइसकेपछि यहाँ माथि हामीले गोलो कसरी बनाउने त्यो पनि हामीले सिकाएको, मैले भनेको नै छु है अघिभन्दा अगाडिको भिडियोमा। त्यसपछि हामीले यस्तो फोल्ड गरेर यो टोपी हामीले रेडी पारेको हो है। यदि बुझ्नु भएको छैन भने पनि, यति मैले देखाउँदासम्म पनि, यो स्याम्पल बनाएर देखाउँदासम्म तपाईँहरूले बुझ्नु भएको छैन भने फेरि पनि कमेन्ट गर्न सक्नुहुन्छ। फेरि पनि हामीलाई दोबारा अनि त्यसको ट्युटोरियल देखाउनुहोस् न, हामीले बुझेनौँ भन्न सक्नुहुन्छ है। त्यसको लागि चाहिँ म फेरि पनि अर्को कलरमा राम्रोसँग म तपाईँहरूलाई बनाएर देखाउने छु होइन। तपाईँहरूले भन्नुभएको कारणले मैले यो सिम्पल कसरी बनाउने मैले देखाइदिएको मात्र हो। बुझ्नु भएन भने भन्न सक्नुहुन्छ है। यस्तै यस्तै मेरो भिडियोहरूमा क्रोसेटको कामहरू कसरी बनाउने, पहिलो स्टेप, दोस्रो स्टेप भन्ने म सबै तपाईँहरूलाई सिकाउने छु। यदि तपाईँहरू क्रोसेटको बारेमा तपाईँहरू एकदमै नयाँ हुनुहुन्छ भने पनि है, मैले स्टेप बाई स्टेप सिकाउने छु। सबैभन्दा सुरुमा चाहिँ क्रोसेटको काम गर्नको लागि चाहिँ एउटा यो हुक हुनुपर्छ, एउटा यो सिजर है। त्यसपछि चाहिँ म्याजिक रिङ कसरी बनाउने म तपाईँहरूलाई सिकाउँछु। यसरी पनि बनाउन सक्नुहुन्छ है। यो बनाइसकेपछि हामीले यो क्रुस यसमा राख्ने, त्यसपछि यसरी ढाको टान्ने, यसरी ढाको टानेर सबैभन्दा सुरुमा चाहिँ पहिलो स्टेप चाहिँ यसरी सिक्री बनाउने सिक्नुहोस्। त्यसपछि सेकेन्ड स्टेप म तपाईँहरूलाई सिकाउने छु है। यो चाहिँ पहिलो नजानेको मान्छेको लागि मात्रै हो, पहिलो स्टेप मैले भनिदिएको मात्र हो है। र यदि तपाईँहरू मेरो च्यानलमा नयाँ आउनुभएको छ भने पनि हुन त मैले अघि पनि भनिसकेको छु है। सुरुमै तपाईँहरूलाई वेलकम गर्नु बेलामा नै मैले भनिसकेको थिएँ। तर पनि फेरि अहिले कुनै नयाँ साथी जोडिनु भएको छ भने मेरो भिडियोमा चाहिँ मेरो च्यानलमा चाहिँ प्रायः जस्तो क्रोसेटको कामहरू, ह्यान्डमेडको काम कसरी बनाउने, के गर्ने है भन्ने बारेमा मैले भनिरहेको हुन्छु। कुराहरू मैले सेयर गरिरहेको हुन्छु, ट्युटोरियलहरू मैले बनाएर देखाएको हुन्छु। मैले के सामान बनाएँ त भन्ने बारेमा पनि मैले तपाईँहरूसँग सेयर गरिरहेको हुन्छु। र त्यसैले तपाईँहरूलाई पनि क्रोसेटको काम मनपर्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, ताकि है मैले के सेयर गरेँ त तपाईँहरूसँग भन्ने त्यो तपाईँहरूले हेर्न सक्नुहुनेछ। र बेल आइकनको प्रेस पनि पुस गर्नलाई चाहिँ नबिर्सनु होला है। आजको भिडियो यति नै, फेरि अर्को भिडियोमा भेटौँला भन्दै बाई बाई।